नमस्कार सबैलाई खटक नगरपालिकामा रहेको दुर्गा मन्दिरको बारेमा जानकारी दिन जाँदैछु। यो मन्दिर खटक नगरपालिकाको प्रसिद्ध मन्दिर हो र यहाँ अनुमानित 50,000 देखि 55,000 व्यक्तिहरूको आस्था छ र यहाँ प्रत्येक वर्ष विभिन्न चाडपर्वमा माटोको मूर्ति बनाउने गरिन्छ। दसैँ, कृष्ण जन्माष्टमी, विवाह पञ्चमी, गणेश चतुर्दशी लगायतका समयमा यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूद्वारा माटोको मूर्ति बनाइन्छ र यहाँ भव्य रूपमा मेला लाग्ने गर्दछ। यस वर्ष यहाँ रमाइलो मेलाको पनि आयोजना गरिएको थियो र यहाँ मेलामा नेपालको प्रसिद्ध कलाकार ज्योति मगर, सानु कुमार, जगेश ठाकुर, प्रीति पासवान लगायतका कलाकारहरू आफ्नो पर्फर्मेन्स दिनुभयो। त्यति मात्र नभएर यहाँ स्प्रिङवाला मूर्ति पनि बनाइन्छ र सांस्कृतिक प्रोग्राम हुन्छ। मेला सकिएपछि मूर्ति विसर्जनको लागि खडक खोला, कोशी, रञ्जितपुर पोखरी, गम्हरिया पोखरी लगायतका ठाउँहरूमा विसर्जन गरिन्छ। हस्त धन्यवाद। दुर्गा माताले सबैको रक्षा गरून्। फेरि भेटौँला अर्को विषयवस्तुको साथमा।